लेको हाम्रो नेपालको यो भाइरल चुलो एउटा दाउरा हाल्नुभयो भने एक छाक भात पाक्छ। दुई छाकै पाक्छ क्या हैन दाजु? यो मोबाइलको यसले चलाउँछ, चार्जरबाट चल्छ क्या। पंखा यसको यत्रो हुन्छ, जोडान हुँदैछ। ग्यास भन्दा धेरै छिटो पाक्ने क्या यसमा। असाध्यै सजिलो, एकदम सजिलो, फुक्न पनि नपर्ने। एकचोटि आगो बाल्देपछि एउटा दाउरा हालेपछि बस यो भरेसम्म पनि चल्छ। पंखाले, मोबाइलको चार्जरले चल्दो रहेछ। ब्याट्री पनि चार्ज पनि, लाइन पनि धेरै नखिच्ने हैन। मोबाइल चार्ज गरे बराबर हुँदो रहेछ। जडान हुँदैछ। जडान गर्ने भए हाम्रो हेमन्त कमरेडलाई सम्झिनु होला। कमरेड यहाँ जडान गर्दै हुनुहुन्छ। भाइरल चुलो नेपालको, असाध्यै राम्रो। यो भाइरल चुलोको आज उद्घाटन हुँदैछ। 1 किलो बङ्गुरको सेकुवासँग उद्घाटन हुँदैछ अहिले। आउँछ अहिले एकछिनमा कसरी बल्छ, कतिको स्पेसल छ भन्ने हजुरहरूले अहिले पछि आगो बलिसकेपछि देख्न सक्नुहुन्छ। म देखाउँदैछु, हेर्न सक्नुहुन्छ। भर्खर कस्तो आगो बोलेको छ। अहिले बोल्यो भने पुरा फायर खत्रै हुन्छ। ग्यासको त चौबल पचबल ठुलो बोल्छ कि, ठुलो हाम्रो ग्यास हुन्छ नि अर्को खाले, त्यो भन्दा पनि ठुलो बोल्छ। एकदम छिटो पाक्छ यसमा खाना। असाध्यै राम्रो। कस्तो लाग्यो सर हजुरलाई? एकदम राम्रो लाग्यो हजुर। एकदम राम्रो लाग्यो। चुलोहरु आगो ताप्न नै मिल्ने है। कुनै पनि कुराहरुको लागि टक्क लाएर धुवाको टेन्सन भएन यसमा। फुक्न नि नपर्ने भनेपछि आफै बुझ्नुस्। हेर्न सक्नुहुन्छ कस्तो बोलेको छ। यो धेरै पर्दैन, एकदम सस्तो। हजुरको एउटा ग्यास किन्न अहिले नेपालमा लगभग कति छ? 2000 छ भनेपछि हजुरको यो 500-600 थपेपछि आउँछ भने 2700-2800 मा आउँछ यो। हेर्न सक्नुहुन्छ कति राम्रो आगो बोलेको छ। हजुरको 3000 लाग्छ यताउता गर्दाखेरि। हेर्न कति राम्रो छ। एउटा स्विच ल्याएर यसैमा प्याट यहीँबाट बन्द गर्नु पर्यो। एउटा ग्यास किन्न पर्यो भने 2000 जान्छ भनेपछि हजुरको एकदम बचत। यो हजुरको अब यहाँ हाम्रो गाउँमा चुलो पहिलाको चुलो विस्थापित भयो। विस्थापित भयो चुलो। हेर्न सक्नुहुन्छ यो चुलो विस्थापित भयो। अझैसम्म हाम्रो गाउँमा अरू पुरानो मान्छेहरू पनि छ, 3-4 वर्ष भइसक्यो, जस्ताको त्यस्तै छ मैले देखेको। अहिले यहाँ हाम्रो गाउँमा धेरै चलिरहेको चुलो, पुरानो चुलो पुरा विस्थापित भयो। उता हेर्नुमा खुसीले मगमग हुनुहुन्छ।